3 दिनसम्म म पानी पनि नखाएर यहाँ बसिरहेको थिएँ। पानी पनि नखाएर म बेहोस अवस्थामा भइसक्दा पनि अहिलेको सरकारले सुन्दैन भने त अब अहिलेको सरकारले सुशासनको कुरा गर्दैछ, पारदर्शिताको कुरा गर्दैछ, जनता के अरे हामी अब भ्रष्टाचार गर्दैनौँ भन्ने कुरा आइरहेछ हैन। त्यो त अब तपाईहरुले त्यसलाई विश्लेषण गर्नुस् न। अब अहिले अन्तरिम सरकारले के कसरी चाहिँ काम गरिरहेको छ, अब पीडितको पक्षमा काम गरिरहेको छैन कि छैन भन्ने कुरा वास्तविक पत्रकारिता अब तपाईहरुले गरिदिनु पर्यो। हामीले पक्षमा यदि यो सरकारले काम गरेको भए तपाई जस्तो युवा यसरी आएर सडकमा बस्नु पर्दैन थियो। म कसरी किन बस्थे? 1 महिना पूरा भइसक्दा पनि अहिलेको सरकारले कुनै पनि शहादत प्राप्त गरेको साथीहरुको सदस्यलाई रोजगारी दिएको छ अनि घाइते साथीहरुलाई रोजगारी दिएको छ। के गरिरहेछ 1 महिनासम्म? पहिलो काम त्यही बलिदानीबाट उनीहरु मन्त्री परिषदमा गइसकेपछि पहिलो काम त उनीहरुले गर्नुपर्ने त त्यो होला नि त। त्यो नगरेपछि त म आएँ नि त। अर्को मागमा म किन आएँ भने सुदूरपश्चिम प्रदेशमा सबभन्दा ठुलो योगदान दिने हैन। त्यो सुदूरपश्चिम प्रदेशलाई अहिलेको मन्त्री परिषदमा एकजना पनि त्यहाँ समावेश गरेको छैन। त्यो किन भएन त? त्यही प्रश्न गर्नलाई सुदूरपश्चिम प्रदेश यो देशमा पर्छ कि पर्दैन? पर्छ भने सुदूरपश्चिम प्रदेशमा पनि 26 देखि 27-28 लाख जनता बस्छन्। ती जनताहरुका ती जनताहरु मध्ये यो मन्त्री परिषदमा क्यापेबल मान्छे, योग्य मान्छे छैन भनिदिनु पर्यो हैन। हामी पनि त्यही अनुसारले अगाडि बढ्छौं। अब अर्को कुरा के भनिदिनु पर्यो भने कर्णाली पारी जनता बस्दिन, तिमीहरु जनावरुन् भनिदिनु पर्यो हैन। अब के रे जनता बस्छन् भने त अब जनता बस्छन् भनेपछि त्यहाँ पनि त 101 युवाहरु होला नि त। अहिलेको मन्त्रीमण्डलमा समावेश हुने खालका क्षमतावान योग्यमान जसले चाहिँ यो देश बनाउन सक्छु भन्ने टाइपका युवाहरु त सुदूरपश्चिममा होला नि त। ती भइराख्दा अनि किन समावेश हुन सकेन भनेर म माइतीघर मण्डलमा अनसन बसिरहेको छु। तपाईको माग यदि यो सरकारले सम्बोधन गरेन भने सुनेन भने त कहिलेसम्म के गर्दिनु पर्यो? तपाईहरुको विचारमा चाहिँ हामीले के गर्दिनु पर्यो? हामीले बनाएको सरकार भइदिएको भए त सुदूरपश्चिममा सबभन्दा बढी शहादत प्राप्त गर्ने साथीहरु 7 जना मैले भनिहालेँ। सबभन्दा बढी घाइते पनि सुदूरपश्चिमबाटै छ। फेरि यो मैले भन्दा त अलिकति उसुनिन्छ। तपाईहरुले डाटाबेसै पनि हेर्नुहुन्छ। त्यो यथार्थलाई हामीले अस्वीकार गर्न मिल्दैन। त्यो यथार्थलाई अस्वीकार गर्ने अधिकार अहिलेको सरकारलाई छँदा पनि छैन हैन। जति पनि यो सडकमा रगतका खोला बगाएर हाम्रा साथीहरुले शहादत प्राप्त गर्नुभयो त्यही रगतमाथि टेकेर उनीहरु अहिलेको अन्तरिम सरकार गठन गरिराख्नु भएको छ। त्यो अन्तरिम सरकारका मन्त्री प्रधानमन्त्रीज्यूहरुले त ती हाम्रा साथीभाइहरुको बलिदानलाई त्यागलाई बिर्सिनु भयो भने त अनि म जस्ता युवाहरु त घरमा सुतेर त बस्न सकिदैन नि त। किनकि हाम्रै अगाडि हाम्रै हातमा हाम्रा साथीहरुले शहादत प्राप्त गर्नुभएको छ हैन। त्यही भएर चाहिँ म माइतीघर मण्डलमा यही सरकारका विरुद्ध खालको नेतृत्व सुन्नु भयो कि जब जेनजीले ल्याएको सरकारले जेनजीकै आवाज सुन्दैन भनेपछि त्यो भन्दा ठुलो विडम्बना के हुन्छ? अब यस्तो छ। अब सुन्ने भए अब कस्तो हुन्छ भने 3 दिनसम्म म पानी पनि नखाएर यहाँ बसिरहेको थिएँ। पानी पनि नखाएर म बेहोस अवस्थामा भइसक्दा पनि अहिलेको सरकारले सुन्दैन भने त अब अहिलेको सरकारले सुशासनको कुरा गर्दैछ, पारदर्शिताको कुरा गर्दैछ, जनता के अरे हामी अब भ्रष्टाचार गर्दैनौँ भन्ने कुरा आइरहेछ हैन। त्यो त अब तपाईहरुले त्यसलाई विश्लेषण गर्नुस् न। अब अहिले अन्तरिम सरकारले के कसरी चाहिँ काम गरिरहेको छ, अब पीडितको पक्षमा काम गरिरहेको छ।